यो यो पहाडमा घर छ है। अनि यसो एउटा यहाँ छ, एउटा यहाँ तल्ल छ, अनि फेरि एउटा यहाँ माथि छ ओ पर, अनि फेरि एउटा ऊ पर छ है, ऊ पर, फेरि एउटा ऊ पर, फेरि उता छ, अनि फेरि ऊ पर, अनि फेरि उता एउटा छ, ऊ हेरिरहेछ सानो सानो जुन त पर छ। अनि एउटा पनि यहाँ पनि छ, यो सानो घरहरू सबै टिनको फुसको, अनि एकदम राम्रो छ। अनि यो आकाशको छ, यत्र कस्तो राम्रो छ है। अनि लाइट आइरहेको छ माथिबाट, अनि पर ऊ यस्तो कुहिरो जस्तो छ। अब चिसो लाग्न थाल्यो, बेलुकातिर भइसकेको छ। अनि यो खोला हो, यो खोला अरुण खोला हो। यो तिब्बतबाट यो बग्दै आउँछ। अनि नेपालमा 152 किलोमिटर, 152 किलोमिटर यो लामो छ। यता माथिबाट यताबाट आउँछ, अनि यता जान्छ है। अनि यो खोलाले यसमा धेरै हाइड्रो प्रोजेक्टहरू बनिरहेछ। अनि अर्को यो तुमलिक टारतिर धेरै ठुलो अरुण उपत्यका बनाएको छ। अरुण खोलाको नामबाट अरुण उपत्यका बनाएको छ। विश्वको सबैभन्दा होचो उपत्यका भनेर त्यो अरुण उपत्यकालाई चिन्दो रहेछ। अनि यो नदी छ। अनि यो नदीभन्दा हामी जस्ट 2-4 तल्ला नै माथि हो। यो हेर्दा सक्नुहुन्छ एकदम खाल्टोमा छ यो, हामी अहिले धेरै माथि छौँ। अनि यो भन्दा यो बाटो छ है, खोलाको छेउमा बाटो, अनि खोलाको छेउमा। अनि यो भाँसिसकेको छ। अनि यो माथि पनि छ, माथि पनि एउटा बाटो छ यसको।